कसैले नहार्ने अनि देशले जित्ने एकमात्र बाटो राजा, राजनीतिक दल र जेएनजी बीच नवीन समझदारी हो भन्दै रापरपाले यही मक्सिर 23 गते विशाल जनआन्दोलन गर्दैछ। नवीन समझदारीका लागि व्यापक जनदबावको सिर्जना गर्न विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने अवसर मिलाउन, जेएनजी आन्दोलनका शहीद घाइतेहरूको माग पूरा गराउन जनदबाव दिने उद्देश्यले यही मक्सिर 23 गते जनप्रदर्शन गर्न लागि जनप्रदर्शनका संयोजक ज्ञानेन्द्र साईले बताएका छन्। पछिल्लो समयमा राजा आउ देश बचाउ भन्दै विभिन्न समूहहरूले राजाको पक्षमा आवाज उठाउँदै आइरहेका छन्। यति मात्रै होइन, जेएनजी आन्दोलनपछि राज संस्थाप्रति नेपाली जनताहरूको चासो बढेको देखिन्छ। रापरपाले लामो समयदेखि नेपालमा पुनः सनातन हिन्दू राष्ट्र हुनुपर्ने, संवैधानिक राज संस्था हुनुपर्ने, खर्चिलो प्रदेश संरचना खारेज गर्नुपर्ने, स्थानीय चुनाव गैर राजनीतिक दल हुनुपर्ने, विभिन्न राजनीतिक भारतीय संगठनहरू खारेज गर्नुपर्ने र 46 साल यताका सबै नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्दै भ्रष्टाचारी र अपराधीहरूलाई जेल हाल्नुपर्ने लगायतका विषयमा आवाज उठाउँदै आइरहेको छ। देश जोगाउन, नेपाली जनता जोगाउन, हाम्रो धर्म जोगाउन राजा, जेएनजी सबै दल र सरकारले नवीन समझदारी गर्नुपर्ने समेत अवस्था आएको बताउँदै जनदबाव दिने उद्देश्यले यो जनआन्दोलन गर्ने घोषणा गरेको संयोजक ज्ञानेन्द्र साईले बताएका छन्। दर्शक महानुभावहरू, रापरपाले गर्न लागेको यही मक्सिर 23 गतेको जनआन्दोलनप्रति तपाईँको धारणा के छ? कृपया प्रतिक्रिया दिनुहोला।